नेपाल शिक्षक महासंघले कक्षा 12 को परीक्षामा शिक्षकहरू सहभागी नहुने बताएपछि यति बेला कक्षा 12 को परीक्षा को तयारी गरिरहेर बसिरहनुभएका विद्यार्थी भाइ बहिनीहरूमा दुविधा पैदा भएको छ र विद्यार्थी भाइ बहिनीहरूमा दुविधा पैदा भइरहँदा नेपाल शिक्षक महासंघको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले चाहिँ कक्षा 12 को परीक्षा को सम्बन्धमा केही कुरा जानकारी दिनुभएको छ। उहाँले चाहिँ के कुराको जानकारी दिनुभएको छ भने आज म तपाईहरूलाई यसै सम्बन्धमा जानकारी लिएर आइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। नमस्कार दर्शकबिनहरू, मेरो नाम रहेको छ ज्ञानेन्द्र कुमार शाह। तपाईँ हेर्दै हुनुहुन्छ नेपाली उच्चम वेब च्यानल। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै विगत केही दिनदेखि काठमाडौँमा सडक आन्दोलन गरिरहेको छ र शिक्षक र सरकार बीच वार्ता हुन सकिरहेको छैन। नेपाल शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुन्जेलसम्म आफ्नो आन्दोलन जारी राख्ने भनेका छन् र यति बेला कक्षा 12 को परीक्षा वैशाख 11 गतेदेखि सुरु हुँदैछ र वैशाख 11 गतेदेखि सुरु हुने कक्षा 12 को परीक्षा देशभरबाट कुनै पनि शिक्षकहरू सहभागीमा नजाने भनेर चाहिँ नेपाल शिक्षक महासंघले वैशाख 1 गते विज्ञप्तिमा निकालेको थियो र यति बेला विद्यार्थी भाइ बहिनीहरूमा दुविधा पैदा भइरहेको छ। वैशाख 11 गते हाम्रो परीक्षा हुन्छ कि हुँदैन? यसै बीचमा नेपाल शिक्षक महासंघको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले कक्षा 12 को परीक्षाको सम्बन्धमा उहाँले यस्तो कुरा भनेको छ। उहाँले चाहिँ के कुरा भनेको छ भने कक्षा 12 को परीक्षा एक सप्ताहपछि गराउँदा आकाश खस्दैन, जमिन पनि पल्टदैन, भूकम्प पनि आउँदैन र पक्कै माग पुरा भएपछि हामी आफै अग्रसर भएर परीक्षा गराउँछौँ र कक्षा 12 को सम्बन्धमा उहाँले यस्तो कुरा बताउनु भएको छ र एनएबी को कक्षा 12 को सम्बन्धमा कुनै पनि आधारिक निर्णय सार्वजनिक गरिएको छैन र अब तपाईँ चाहिँ वैशाख 11 गतेदेखि तपाईँको परीक्षा हुँदैछ भन्ने सोच बनाएर तपाईँ आफ्नो स्टडीलाई कन्टिन्यू राख्नु र राष्ट्रिय परीक्षा बोर्डबाट कुनै पनि आधारिक निर्णय सार्वजनिक भएको छैन। यदि राष्ट्रिय परीक्षा बोर्डबाट कुनै पनि आधारिक निर्णय सार्वजनिक गरियो भने तपाईँलाई यही च्यानलबाट अपडेट गराउँछु। जाँदै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, सबैकोमा सेयर गरिदिनु होला र अब चाहिँ भिडियोलाई अन्त गर्न चाहन्छु। यति भन्दै जय नेपाल जय मधेस भिडियोलाई अन्त गर्न चाहन्छु।